हेलो साथीहरू, म चाहिँ अहिले सुँगुरको मासु पकाउँदैछु। यहाँ चाहिँ अब साग काटेर खानु पर्यो भनेर आज चाहिँ सुँगुरको मासु पकाउँदैछु। मार्की पनि लागिरहेको छ अलिअलि, त्यही भएर आज चाहिँ सुँगुरको मासु पकाएको। म चाहिँ साग धुन पाएको सुँगुरको मासु मारेर खाने। यहाँ सप पनि छ, सप पनि खाने, सप पनि लाउने, साग पनि लाउने सुँगुरको मासुमा। फाइनली गाइस मेरो चाहिँ तरकारी रेडी भइसक्यो। अनि म चाहिँ अब एकछिन भाँडा माझ्ने पहिले अनि खाना खाने, किनभने बहिनीको क्लास हुँदैछ 7 बजे सकिन्छ। त्यसपछि हामी खाना खान्छौँ। एकछिन चाहिँ भाँडा माझ्ने। भाँडा चाहिँ थोरै छैन गाइस, हेर्नु न, भाँडा चाहिँ फेरि थोरै छैन। मेरो जिन्दगी त भात तरकारी र भाँडा मस्काउँदै जाने हो साथी। कम्ता छैन भाँडा, कहिले माझिसक्नु यो।